सामान्यतया हामी बजारमा कुनै महँगो सामान किन्दा नि, जस्तै भनौँ न नयाँ मोबाइल फोन वा ल्यापटप, हाम्रो ध्यान सबैभन्दा पहिले त्यसको बट्टामा लगाइएको सानो सिलमा जान्छ। हजुर, एकदमै। त्यो सिल सुरक्षित हुनु भनेको त भित्रको सामान सक्कली छ भन्ने एउटा मानसिक शान्ति हो नि। हो नि। तर जब हामी सुपरमार्केटको र्याकमा सजाइएका मदिराका बोतलहरू अगाडि उभिन्छौँ, त्यहाँ बिर्को माथि टाँसिएको एउटा सानो कागजको स्टिकर देख्छौँ। अनि धेरैको बानी के हुन्छ भने सर र बिर्को घुमायो, स्टिकर च्यात्तियो अनि काम सक्यो। त्यो च्यात्तिएको कागजको टुक्रालाई त सायदै कसैले दोहोऱ्याएर हेर्छ होला। ठ्याक्कै। तर आजको हाम्रो यस गहिरो अध्ययनमा हामी यही कुराको चिरफार गर्दैछौँ। आजको छलफलको मुख्य विषय नै मदिरा ऐन 2031 र यससँग जोडिएको अन्तःशुल्क स्टिकर व्यवस्थापन रहेको छ। यो सुन्दा एउटा सामान्य कागजको टुक्रा मात्र लाग्न सक्छ, तर त्यो च्यात्तिएको स्टिकरको पछाडि जुन कानुनी, प्रशासनिक र आर्थिक लडाईँ लुकेको छ नि, त्यो निकै गहिरो छ। एकदम। र आज हामीसँग स्रोत सामग्रीका रूपमा ऐनका आधिकारिक दस्तावेज, केही विश्लेषणात्मक टिपोटहरू र इन्फोग्राफिक्सहरू रहेका छन्। यी सामग्रीहरूको आधारमा आजको हाम्रो मिशन भनेको यो बुझ्नु हो कि कसरी 50 वर्ष पुरानो एउटा कानुनले आजको यो विशाल बजारलाई नियन्त्रण गरिरहेको छ। अनि सँगसँगै त्यो एउटा सानो कागजको स्टिकरले कसरी सिङ्गो देशको अर्थतन्त्रलाई जोगाएर राखेको छ भन्ने कुरा पनि त हो नि। हो नि। हामी बजारमा मदिराका बोतलहरू त प्रशस्तै देख्छौँ, तर त्यसको पछाडिको व्यवस्थापन चक्रको कथा साँच्चै नै रोचक छ। साँच्चै भन्ने हो भने नि, यो विषय केवल रक्सीको उत्पादन र बिक्रीसँग मात्र सम्बन्धित छैन क्या। यो त प्रत्यक्ष रूपमा जनस्वास्थ्य, सामाजिक सुरक्षा र सबैभन्दा महत्त्वपूर्ण त राज्यको ढुकुटीसँग जोडिएको गम्भीर विषय हो। भनेपछि यो उपभोक्ताको चेतनासँग पनि सिधै जोडियो। बिल्कुल। एउटा उपभोक्ताले आफूले उपभोग गर्ने वस्तुको वैधता र गुणस्तर कसरी नाप्ने भन्ने कुरा यसमा गहिरोसँग जोडिएको छ। अब यसलाई अलि खोतलेर हेरौँ, यो कानुनको जग कस्तो छ त? स्रोत सामग्री पल्टाउँदा सबैभन्दा पहिले भेटिन्छ मदिरा ऐन 2043। यसको मूल उद्देश्य नै जनताको सदाचार, स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्ने भन्ने रहेछ। हजुर, कानुनको मुख्य मर्म नै त्यही हो। तर नि मलाई एउटा कुराले अचम्ममा पार्यो क्या, कानुनले मदिरालाई कसरी परिभाषित गरेको छ भन्ने कुरा। स्रोत अनुसार 0.5% भन्दा बढी अल्कोहल भएको कुनै पनि पदार्थलाई मदिरा मानिने रहेछ। 0.5%। 0.5% भनेको त एकदमै न्यून मात्रा हो नि। यति थोरै अल्कोहल हुने बित्तिकै त्यसलाई मदिरा मान्ने हो भने त कहिलेकाहीँ घरमा धेरै दिन राखेर अलि बढी फर्मेन्टेसन भएको फलफुलको जुस, कम्बुचा वा खै कतिपय खोकीको औषधिहरू पनि त प्राविधिक रूपमा यही दायरामा पर्न सक्छन् नि, होइन र? यसलाई बृहत रूपमा हेर्ने हो भने यो जुन 0.5% को थ्रेशोल्ड राखिएको छ नि, त्यसको मुख्य उद्देश्य समाजबाट मदिरालाई पुरै निर्मूल पार्ने पक्कै होइन। अनि मुख्य उद्देश्य के हो त? यसको उद्देश्य भनेको कुनै पनि हल्का पेय पदार्थ वा भनौँ न इनर्जी ड्रिङ्क को नाममा बजारमा सुटुक्क एल्कोहल नभित्रियोस् भनेर एउटा कडा लक्ष्मण रेखा कोर्ने हो। बालबालिकाको पहुँचमा नपुगोस् भनेर। ठ्याक्कै। यदि यो सीमालाई 5% वा 10% राखिएको भए त बजारमा सजिलै नन एल्कोहलिक भनेर बच्चाहरूले किन्ने पेय पदार्थमा पनि नशा लाग्ने तत्त्व मिसिन सक्थ्यो नि त। त्यसैले यो एउटा सुरक्षात्मक उपाय हो। ओहो, त्यो कुरा सुन्दा त एकदमै तार्किक लाग्छ। तर फेरि नियमहरू हेर्दा नि कतै कडा र कतै एकदमै लचिलो पनि देखिन्छ क्या। जस्तै उमेरको कुरा गरौँ न। एकदम सही ठाउँमा आउनुभयो। अब यसलाई अन्तर्राष्ट्रिय अभ्याससँग तुलना गरेर हेरौँ न। नेपालमा मदिरा पिउन वा किन्नका लागि न्यूनतम उमेर 18 वर्ष तोकिएको छ। 18 वर्षमै पाइन्छ यहाँ। तर स्रोत सामग्रीले देखाए अनुसार अमेरिकामा हेर्ने हो भने यो उमेर हद 21 वर्ष छ। जापानमा 20 वर्ष छ। हाम्रो कानुनले त 18 वर्षमै वयस्क मानेर छुट दिएको छ नि त। तर अर्को पाटो पनि छ, विज्ञापनको। हो, मैले पनि स्रोत सामग्रीमा त्यो कुरा याद गरिरहेको थिएँ। हामी बाटोमा हिँड्दा ठूला ठूला होर्डिङ बोर्डहरूमा, पत्रपत्रिकामा मदिराका विज्ञापनहरू त प्रशस्तै देख्छौँ नि।
हो नि, नेपालमा विज्ञापन नियन्त्रण गर्ने स्पष्ट र कडा प्रावधानको अभाव छ, जसले गर्दा सार्वजनिक स्थानहरूमा यसको उपस्थिति धेरै नै देखिन्छ। तर नर्वे वा स्विडेन जस्ता स्क्यान्डिनेभियन देशहरूमा हेर्ने हो भने त्यहाँ मदिराको विज्ञापनमा पूर्ण प्रतिबन्ध छ। पूर्ण प्रतिबन्ध भनेको कतै पनि देखाउन नपाइने? तपाईले त्यहाँ मदिराको बोतलको फोटो राखेर विज्ञापन गर्नै पाउनुहुन्न। त्यसैले 2031 सालको हाम्रो यो कानूनले एउटा आधार त खडा गर्यो, तर अहिलेको यो डिजिटल मार्केटिङ र सामाजिक सञ्जालको युगमा आएका नयाँ चुनौतीहरूलाई सम्बोधन गर्न यो कतिको सक्षम छ भन्ने ठूलो प्रश्न खडा भएको छ। यो त साँच्चै विचारणीय कुरा हो। एकातिर 50 वर्ष पुरानो कानून छ जसले 0.5% को सूक्ष्म दायरा तोकेको छ, तर अर्कोतिर बजारमा सामाजिक सञ्जाल मार्फत हुने विज्ञापनको गति अर्कै छ। एकदमै। त्यसो भए कानूनले परिभाषित गरेको यति फराकिल्लो दायरालाई राज्यले कसरी नियन्त्रण गर्छ त? किनकि सुन्दा त नियमहरू एकदमै कडा लाग्छन्। मैले स्रोत सामग्रीबाट एउटा कुरा के थाहा पाएँ भने इजाजत पत्र बिना त कारोबारै गर्न नपाइने भयो, अनि बेच्ने समय पनि बिहान 10 बजेदेखि राति 10 बजेसम्म मात्र तोकिएको रहेछन्। हजुर, यो समय सीमा तोक्नुको अर्थ नै समाजमा शान्ति र सदाचार कायम राख्नु हो। राति अबेरसम्म खुल्न नदिने? राति अबेरसम्म खुल्ला राख्दा हुन सक्ने सम्भावित झैझगडा वा अपराधलाई न्यूनीकरण गर्ने प्रयास हो यो। यसका साथै नै कानूनले 18 वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई मदिरा बेच्न पनि स्पष्ट रूपमा रोक लगाएको छ। अझ मलाई त डिपार्टमेन्टल स्टोरको नियम सुनेर झन अचम्म लाग्यो। मदिरा बेच्न छुट्टै बिक्री कक्ष नै हुनुपर्ने र प्लास्टिकको झोलामा राखेर बेच्न नपाइनेसम्मका कुराहरू पो रहेछन्। यति साह्रो कडा किन गरिएको होला? यसको पछाडिको मनोविज्ञान निकै चाखलाग्दो छ। हेर्नुस् है, खाद्यान्न, तरकारी वा बालबालिकाका सामान किन्ने ठाउँमा मदिराको प्रत्यक्ष प्रदर्शन नहोस् भन्ने राज्यको चाहना हो। अरू सामानसँगै नदेखियोस् भनेर? हजुर, मानिसहरू दैनिक उपभोग्य वस्तु किन्न जाँदा मदिरा पनि सँगै देखेर इम्पल्स बाइङ भन्छ नि, अर्थात् एक्कासी किन्ने मुड नबनोस् भनेर छुट्टै कक्षको व्यवस्था गरिएको हो। यसले मनोवैज्ञानिक रूपमै मदिरालाई एउटा सामान्य उपभोग्य वस्तुभन्दा फरक संवेदनशील वस्तुको रूपमा स्थापित गर्न खोजेको छ। बाफ्रे, नियम त निकै सोचविचार गरेरै बनाएको रहेछ, अनि नियम तोडेमा सजाय पनि कडा नै देखिन्छ। बिगो जफत हुने, जरिवाना तिर्नुपर्ने र 1 वर्षसम्म कैद पनि हुन सक्ने। हो नि, कानूनी प्रावधान कडा नै छ। तर यहाँनिर एउटा एकदमै रोचक कुरा आउँछ। मैले अघि दस्तावेज पढ्दा देखेको सुराखी दिनेलाई दिइने पुरस्कारको व्यवस्था। सुराखी प्रणाली। स्रोत सामग्री अनुसार यदि कसैले अवैध मदिरा कारोबारको सूचना दियो भने उसलाई 10% पुरस्कार दिइने रहेछ। सामान वा मानिस पक्राइदिएमा 20% र सामानसहित मानिस दुवै पक्राइदिएमा त 30% सम्मको पुरस्कार। हजुर, 30% सम्म। सुन्दा त यो ठ्याक्कै पुरानो पश्चिमी सिनेमाहरूमा देखिने बाउन्टी हन्टिङ जस्तै लाग्छ नि। राज्यले नै तपाईँ सूचना दिनुस्, हामी कमिसन दिन्छौँ भनेर खुला रूपमा भनेको रहेछ। यो प्रणाली कसरी र किन ल्याइयो होला? यो एक प्रकारको प्रोत्साहित प्रणाली नै हो। अब सोच्नुस्, यस्तो प्रणाली किन राखियो त? हाम्रो देशको भूबनोट र खुला सिमानालाई हेर्नुस् न, हजारौं किलोमिटर खुला सिमाना छ। जताबाट पनि ल्याउन सक्ने भयो। हो त नि, राज्यको सीमित प्रशासनिक र सुरक्षा संयन्त्रले मात्रै हरेक गल्ली, नाका र पसलमा 24 घण्टा अनुगमन गर्न सम्भव छ त? पक्कै छैन। त्यसैले आम नागरिकलाई नै राज्यको आँखा र कान बनाउन यो सुराखी पुरस्कारको व्यवस्था गरिएको हो। भनेपछि सर्वसाधारणलाई नै अनुगमनमा लगाउने? ठ्याक्कै। यदि कसैले 1 करोडको अवैध मदिरा पक्राइदियो भने उसले 30 लाख रुपैयाँसम्म कानूनी रूपमै पुरस्कार पाउने भयो नि त। यसले समाज आफैलाई एउटा अनुगमनकारी निकाय बनाउँछ। तर यहाँनिर एउटा ठूलो विरोधाभास पनि छ नि। विरोधाभास? कस्तो विरोधाभास? सुराखी प्रणाली जति आकर्षक छ नि, सजाय र जरिवानाको रकम त्यति नै फितलो छ क्या। सजाय कम भयो? हजुर। 50 वर्ष अघि तोकिएको 1000 वा 2000 रुपैयाँको जरिवाना आजको दिनमा ज्यादै अव्यावहारिक भइसकेको छ। त्यति बेलाको 1000 रुपैयाँको क्रय शक्ति र आजको 1000 रुपैयाँमा त आकाश जमिनको फरक छ नि। हो नि, अहिलेको 1000 रुपैयाँ त
केही पनि होइन। त्यही त। त्यसैले अहिले सानातिना व्यापारीहरू त डराउलान्, तर ठूला अवैध कारोबारी वा माफियाहरूका लागि यो जरिवाना रकम व्यापारको एउटा सामान्य खर्च जस्तो मात्र बन्न पुगेको छ। भनेको पक्राउ परे पनि वास्तै नगर्ने। उनीहरू पक्राउ परे पनि सजिलै जरिवाना तिर्छन् अनि भोलिपल्टैबाट फेरि त्यही अवैध काम सुरु गर्छन्। उनीहरूलाई त कानूनको आर्थिक जरिवानाले तर्साउनै छोडिसक्यो। ओहो, यो त निकै गम्भीर समस्या पो रहेछ। कानूनको अक्षर एकातिर कडा जस्तो देखिन्छ, तर व्यवहारमा त्यसको असर एकदमै भुत्ते भइसकेको रहेछ। हजुर, एकदमै। अब जरिवानाले काम नगरेपछि त राज्यले कुनै भौतिक प्रमाण वा बाधा त पक्कै खडा गर्नु पर्यो नि। त्यसो भए कानून पालना भएको छ कि छैन भनेर जाँच्ने सबैभन्दा भरपर्दो संयन्त्र भनेको त त्यही अघि हामीले सुरुमा कुरा गरेको बोतलमा टाँसिने स्टिकरै हो नि, होइन र? बिल्कुल हो। कानून र बजारलाई जोड्ने अन्तिम र सबैभन्दा बलियो पुल नै त्यही स्टिकर हो। त्यसो भए अब यही अदृश्य रक्षक अर्थात् अन्तःशुल्क स्टिकरको महत्त्व र यसको चक्रको बारेमा कुरा गरौँ न। स्रोत सामग्रीले त एकदमै स्पष्ट शब्दमा भनेको छ नि, अन्तःशुल्क स्टिकर केवल टिकट होइन, यो देशको आर्थिक सुरक्षाको प्रहरी हो। प्रहरी नै भनिएको छ। यो स्टिकर छाप्ने प्रक्रिया नै अचम्मको रहेछ क्या। यो त कुनै सामान्य प्रेसमा पोस्टर छापे जस्तो छापिने होइन रहेछ। यसमा होलोग्राम, वाटरमार्क सहितको उच्च सुरक्षा मुद्रण प्रयोग गरिँदो रहेछ। यसलाई त देशको नोट छापे जत्तिकै सुरक्षा दिएको जस्तो देखियो नि। हो नि, किनभने त्यो स्टिकर भनेकै पैसा हो क्या। यसलाई नदेखिने र देखिने सुरक्षा विशेषताहरू राखेर तयार गरिन्छ। देखिने विशेषतामा होलोग्राम वा रङ परिवर्तन हुने मसी पर्छन् भने नदेखिने विशेषतामा माइक्रोटेक्स्ट वा युभी लाइटमा मात्र देखिने सेक्युरिटी थ्रेडहरू हुन्छन्। यति धेरै प्रविधि! यो सबै गर्नुको एउटै उद्देश्य हो, कसैले पनि यसको हुबहु नक्कली प्रतिलिपि बनाउन नसकोस् भनेर। यो सुरक्षाको पाटो त बुझियो, तर नि मलाई सबैभन्दा अचम्म लागेको कुरा अर्कै छ। कानूनमा एउटा स्पष्ट नियम रहेछ, बोतल खोल्दा स्टिकर च्यातिनै पर्ने, अर्थात् सेल्फ डिस्ट्रक्टिभ हुनुपर्ने। हजुर, आफै च्यातिने। हामीले बोतल खोल्दा स्टिकर च्यातिन्छ भन्ने त थाहा थियो, तर त्यो आफै च्यातियोस् भनेर नै कानूनले अनिवार्य गरेको रहेछ नि त। यो च्यातिने नियम किन यति धेरै महत्त्वपूर्ण छ? यसमा सबैभन्दा चाखलाग्दो कुरा के छ भने यो सानो च्यातिने प्रविधिले एउटा धेरै ठूलो र खतरनाक अपराधलाई रोक्ने काम गर्छ क्या, जसलाई प्राविधिक भाषामा रिफिलिङ भनिन्छ। रिफिलिङ? भनेको फेरि भर्ने। अब म यसलाई एउटा उदाहरण दिएर बुझाउँछु है। मानौ बजारमा एउटा निकै महँगो प्रिमियम मदिराको बोतल छ, जसको मूल्य 10,000 रुपियाँ पर्छ। कसैले त्यो मदिरा खरिद गर्यो, पियो र खाली बोतल फ्याँक्यो। अनि यदि त्यो बोतलको बिर्कोमा भएको स्टिकर नच्यातिने खालको हुन्थ्यो भने के हुन्थ्यो? तस्करहरूले त्यो एकदमै राम्रो अवस्थाको खाली बोतल र सँगै रहेको स्टिकर जम्मा गर्थे अनि त्यो बोतलभित्र प्रति लिटर 200 रुपियाँ पर्ने एकदमै कम गुणस्तरको वा कहिलेकाहीँ त ज्यानै जान सक्ने विषाक्त नक्कली रक्सी भर्थे। बाफरे, ज्यानै जाने रक्सी? हो नि। त्यसपछि त्यही पुरानो स्टिकरलाई जस्ताको तस्तै बिर्कोमा टाँसेर बजारमा फेरि 10,000 मै बेच्थे। ओहो, भनेपछि त्यो एउटा कागजको टुक्रा च्यातिनु भनेको त राज्यको कर जोगिनु मात्रै होइन रहेछ, सिधै हाम्रो स्वास्थ्य र ज्यानसँग जोडिएको कुरा पो रहेछ। एकदमै। एउटा सधैँ स्टिकर माफियाको हातमा पर्नु भनेको त विषाक्त रक्सीले बजारमा वैध प्रवेश पाउनु जस्तै भयो नि। ठ्याक्कै। त्यसैले त्यो स्टिकर च्यातिनै पर्छ। तर कुरा त्यतिमै रोकिँदैन नि। यो स्टिकरको व्यवस्थापन चक्र कति संवेदनशील छ भनेर बुझ्न त यसको प्रशासनिक प्रक्रिया हेर्नुपर्छ। कस्तो प्रशासनिक प्रक्रिया? उत्पादनको क्रममा, प्याकेजिङ गर्दा वा टाँस्ने क्रममा यदि कुनै स्टिकर बिग्रियो, च्यात्यो वा काम नलाग्ने भयो भने त्यसलाई त्यत्तिकै भुइँमा फाल्नु वा डस्टबिनमा फ्याँक्न पाइँदैन नि। डस्टबिनमा फाल्न नपाइने? अनि के गरिन्छ त? त्यसको व्यवस्थापन कसरी हुन्छ? बिग्रिएका स्टिकरहरू नष्ट गर्नको लागि एउटा अत्यन्तै कडा प्रशासनिक मुचुल्का उठाउनुपर्छ। आन्तरिक राजस्व विभागमा प्रयोग गर्न नमिल्ने स्टिकर नष्ट गर्न त महानिर्देशकले तोकेको निर्देशकको संयोजकत्वमा एउटा 5 सदस्यीय समिति नै बस्नुपर्छ। 5 सदस्यीय समिति? हजुर, जसमा जिल्ला प्रशासन कार्यालय,
कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालयका अधिकृत स्तरका प्रतिनिधिहरू अनिवार्य रूपमा उपस्थित हुनुपर्छ। ती सबैको रोहवरमा मात्रै ती बिग्रिएका स्टिकरहरू जलाउने वा नष्ट गर्ने काम हुन्छ। एकछिन यो कुराले त मलाई साँच्चै नै चकित पार्यो नि। च्यातिएको वा बिग्रिएको कागजको टुक्रा नष्ट गर्न जिल्ला प्रशासन, कोष नियन्त्रक, सरकारी वकिल र प्रहरी सबै चाहिने हो नि। सुन्दा त यस्तो लाग्छ कि कुनै ठूलो आतंकवादी आक्रमणको प्रमाण नष्ट गर्न वा कुनै खतरनाक बम डिस्फ्युज गर्न पो यत्रो टोली खटिएको छ। एउटा सानो बिग्रिएको कागजको टुक्रामा यति धेरै शक्ति अभ्यास र उच्च तहको प्रशासनिक उपस्थिति किन आवश्यक पर्यो र? किनभने मैले अघि नै भने नि, कानूनको नजरमा त्यो कागजको टुक्रा मात्र होइन क्या, त्यो नगद पैसा बराबर हो। त्यो स्टिकर बजारमा पुग्नु भनेको राज्यले कर प्राप्त गर्नु हो। करसँग जोडियो। यदि समिति नबसी त्यत्तिकै नष्ट गर्ने छुट दिने हो भने कसैले 1 लाखवटा स्टिकर बिग्रियो भनेर कागजमा देखाउन सक्छ र ती सधैँ स्टिकरहरू कालो बजारमा बेच्न सक्छ। ती 1 लाख स्टिकर भनेको 1 लाख बोतल नक्कली वा भन्सार छलेको मदिरा बजारमा पुग्नु हो, जसले राज्यलाई करोडौंको घाटा लगाउँछ। त्यसरी पो दुरुपयोग हुन सक्ने रहेछ। हो नि, त्यसैले राज्यले यसलाई यति धेरै कडा घेराभित्र राखेको हो। यो त साँच्चै नै गहिरो कुरा रहेछ। एउटा कागजको स्टिकरमा यति धेरै सुरक्षा, यति धेरै नियम र यत्रो प्रशासनिक झमेला, तर नि यति गर्दै पनि बजारमा नक्कली स्टिकरका समाचारहरू त आइरहेकै हुन्छन् नि। हजुर, आइरहेकै हुन्छन्। खुला सिमाना छ, तस्करहरूले नयाँ प्रविधि सिकिरहेका छन्। अनि अर्को कुरा म्यानुअल अनुगमन। लाखौं बोतलमा टाँसिएका स्टिकरहरू नाङ्गो आँखाले हेरेर जाँचेर मात्र त पक्कै सम्भव छैन होला। त्यसो भए यसको समाधान के हो त? सधैँभरि यसरी नै कागजकै पछि दौडिएर त सम्भव नहोला नि। हो, यहीँनेर अब हामी भविष्यको बाटो अर्थात् डिजिटल रूपान्तरणमा प्रवेश गर्छौं। हालका समस्याहरू भनेकै नक्कली स्टिकर छाप्न सक्ने गिरोह, म्यानुअल अनुगमनको सीमितता र बोतलको पुनः प्रयोग हुन्। अनि यसको प्राविधिक समाधान के छ त अहिले? यसको समाधानका रूपमा अहिले विश्वव्यापी रूपमा ट्र्याक एन्ड ट्रेस प्रणालीको अभ्यास भइरहेको छ नि। यो ट्र्याक एन्ड ट्रेस भनेको ठ्याक्कै कसरी काम गर्छ? अलिकति सरल भाषामा भन्नुपर्दा यसलाई यसरी बुझौं। यसमा प्रत्येक बोतलको बिर्कोमा एउटा अद्वितीय अर्थात् युनिक क्यूआर कोड वा बारकोड राखिन्छ। त्यो कोडमा त्यो मदिरा कुन फ्याक्ट्रीमा बनेको हो, कुन मितिमा बनेको हो, कति एल्कोहल छ र कुन वितरकलाई दिएको छ भन्ने सबै जानकारी डिजिटल रूपमा सुरक्षित हुन्छ। भनेपछि सबै कुरा कोडमै हुने भयो। हजुर। उत्पादनदेखि लिएर उपभोक्ताको हातसम्म पुग्दा त्यो बोतल कुन चरणबाट गुज्रियो भनेर डिजिटल ट्र्याकिङ गरिन्छ क्या। उदाहरणका लागि स्रोत सामग्रीमा केनियाको कुरा उल्लेख छ। केनियाले के गर्यो नि? केनियाले EGMS अर्थात् एक्साइजेबल गुड्स म्यानेजमेन्ट सिस्टम लागू गर्यो। यसले गर्दा प्रत्येक उत्पादनको रियल टाइम मोनिटरिङ भयो, जसले गर्दा राजस्व चुहावटलाई भारी मात्रामा घटाउन उनीहरू सफल भए। ओहो, त्यो त एकदम प्रभावकारी भएछ। त्यस्तै अर्को झन गजबको उदाहरण मलेसियाको छ नि। मलेसियामा त कागजको स्टिकर नै टास्न छोडिसके। कागजको स्टिकर नटास्ने? त्यहाँ सिधै बोतलको सिसामा डिजिटल मसीले कोड प्रिन्ट गर्ने प्रविधि प्रयोग गर्न थालिएको छ। यो मसी यस्तो हुन्छ कि यसलाई उब्काउन वा च्यात्न मिल्दैन, यो सिसाकै एउटा हिस्सा बन्छ क्या। त्यसो भए यसको समग्र अर्थ के हो त? के साँच्चीकै बोतलमा एउटा क्यूआर कोड वा डिजिटल मसी राख्दैमा वर्षौंदेखिको कालोबजारी र नक्कली रक्सीको जालो तोड्न सकिन्छ त? हेर्नुस्, प्रविधिले धेरै कुरा। मलाई त यहाँ अलिकति काउन्टर प्रश्न गर्न मन लाग्यो क्या। प्रविधि आफैमा एउटा राम्रो औजार त होला, तर के यो मात्रै जादुको छडी हो त, जसले अर्बौंको लगानी गरेर नक्कली मदिरा र नक्कली होलोग्राम स्टिकर छाप्न सक्छ? उसले त्यो क्यूआर कोडलाई पनि त मोबाइलबाट फोटो खिचेर हजारौं बोतलमा कपी गरेर छाप्न सक्ला नि। तपाईको प्रश्न एकदमै जायज र प्राविधिक रूपमा सटिक छ है। प्रविधि कहिले पनि आफैमा पूर्ण समाधान होइन, यो एउटा बलियो हतियार मात्र हो नि। अनि कपी गर्यो भने के हुन्छ त? यदि कसैले नक्कली क्यूआर कोड छाप्यो भने पनि ट्र्याक एन्ड ट्रेस प्रणालीको सबैभन्दा ठूलो फाइदा भनेकै यसको डाटाबेस लिङ्किङ हो क्या। मानौ एउटै क्यूआर कोड 10 वटा नक्कली बोतलमा छापियो। जब पूर्वको कुनै पसलमा एकजना उपभोक्ताले त्यो कोड स्क्यान गर्छ र त्यही समयमा पश्चिमको अर्को पसलमा अर्को उपभोक्ताले त्यही कोड स्क्यान गर्छ नि। अनि के हुन्छ?
प्रणालीको केन्द्रीय सर्भरले तुरन्तै डुप्लिकेसनको अलर्ट दिन्छ। एउटै बोतल एकैपटक 2 ठाउँमा त हुन सक्दैन नि त। सिस्टमले तुरन्तै थाहा पाइहाल्छ कि यो कोड कम्प्रोमाइज भइसक्यो र अनुगमन टोलीलाई रेड फ्ल्याग पठाइदिन्छ। भन्नाले एउटै सिरियल नम्बर 2 ठाउँमा एक्टिभ हुने बित्तिकै सिस्टमले त्यसलाई ब्लक गर्छ वा अनुसन्धान टोली खटाउँछ। यो त निकै स्मार्ट पो रहेछ। ठ्याक्कै। तर यहाँनिर सबैभन्दा महत्त्वपूर्ण कडी भनेको उपभोक्ता आफै हुन् नि। यसका लागि प्रविधिसँगै उपभोक्ता सचेतना पनि उत्तिकै आवश्यक हुन्छ। स्रोत सामग्रीले एउटा महत्त्वपूर्ण नारा अघि सारेको छ नि, स्टिकर च्यातेर मात्र बोतल फ्याँकौं। भनेपछि उपभोक्ता आफै पनि सजग हुनु पर्यो। हजुर, जबसम्म उपभोक्ता आफै सचेत भएर आफ्नो मोबाइलबाट कोड स्क्यान गर्दैनन् वा प्रयोग गरिसकेको बोतलको स्टिकर च्यातेर मात्र फ्याँक्दैनन्, तबसम्म राज्यले जतिसुकै महँगो प्रविधि ल्याए पनि त्यसले पूर्ण रूपमा काम गर्दैन। हो नि। अर्कोतर्फ कानुनी सुधार पनि उत्तिकै आवश्यक छ भनेर स्रोतहरूले औल्याएका छन् क्या। हामीले अघि नै कुरा गर्यौं कि जरिवाना एकदमै कम छ। त्यसैले मदिरा ऐनलाई संशोधन गरी स्टिकर हिनामिना वा नक्कली स्टिकरको प्रयोगलाई केवल 1000 रुपियाँको आर्थिक जरिवाना मात्र होइन, गम्भीर फौजदारी कसुरकै रूपमा परिभाषित गरिनुपर्छ। फौजदारी कसुर नै बनाउनुपर्छ। जसरी नक्कली नोट छाप्नु देश विरुद्धको अपराध हो, नक्कली स्टिकर छाप्नु पनि त्यही स्तरको अपराध मानिनुपर्छ। अनि त्यो राजस्वको प्रयोगको बारेमा पनि स्रोत सामग्रीमा एउटा निकै रोचक र सकारात्मक सुझाव थियो नि। मलाई त्यो कुराले निकै छोएको थियो। हो, त्यो एकदमै महत्त्वपूर्ण अवधारणा हो नि। अहिले मदिराबाट उठ्ने अर्बौंको कर सिधै राज्यको केन्द्रीय ढुकुटीमा जान्छ र बाटोघाटो वा तलब भत्तामा खर्च हुन्छ। सामान्य राजस्व जस्तै। तर स्रोत सामग्रीले एउटा नयाँ अवधारणा प्रस्ताव गरेको छ। त्यो सङ्कलित करको केही निश्चित हिस्सा मदिरा नियन्त्रण तथा स्वास्थ्य कोषमा राख्नु पर्छ भन्ने। मदिरा उपभोगले समाजमा पारेको नकारात्मक असर त छँदैछ नि। हो नि, परिवारमै असर परिरहेको हुन्छ। त्यही त। त्यसैले त्यो रकम मदिराको कुलतमा फँसेकाहरूको उपचार, पुनर्स्थापना केन्द्र निर्माण र जनचेतनामूलक कार्यक्रमहरूमा खर्च गर्न सकियोस्। यसले राज्यलाई मदिराको व्यापारबाट नाफा मात्र कमाउने व्यापारी जस्तो नभई सामाजिक उत्तरदायित्व वहन गर्ने एउटा जिम्मेवार अभिभावकको रूपमा पनि स्थापित गराउँछ। यो त एकदमै सन्तुलित र उत्कृष्ट दृष्टिकोण भयो नि। एकातिर प्रविधिको प्रयोगबाट राजस्व चुहावट रोक्ने र अपराधीलाई तर्साउने, अलि अर्कोतिर त्यही सङ्कलित राजस्वलाई सिधै जनस्वास्थ्य र सामाजिक सुधारसँग जोड्ने। एकदम सही भन्नुभयो। अब हामी बिस्तारै आजको यो गहिरो अध्ययनको अन्त्यतिर आइसकेका छौँ। आज हामीले 1974 अर्थात् 2031 सालको एउटा पुरानो कानुनदेखि लिएर अत्याधुनिक डिजिटल ट्र्याक एन्ड ट्रेस र मलेसियाको डिजिटल इङ्क प्रणालीसम्मको रोमाञ्चक यात्रा तय गर्यौं। हजुर, हामीले के बुझ्यौं भने मदिरा व्यवस्थापन केवल व्यापारीले रक्सी बेच्ने र उपभोक्ताले किन्ने कुरा मात्र होइन रहेछ। यो त जनस्वास्थ्य, सामाजिक सुरक्षा र देशको अर्थतन्त्रको मेरुदण्डसँग जोडिएको एउटा अत्यन्तै संवेदनशील र जटिल चक्र रहेछ। हो नि, र यो चक्रलाई सन्तुलनमा राख्न कानुनको अक्षरशः पालना मात्र पर्याप्त छैन। बदलिँदो समयसँगै प्रविधिको सही उपयोग, कानुनको समय सापेक्ष परिमार्जन र हामी जस्ता हरेक सचेत उपभोक्ताको सक्रिय सहभागिता आवश्यक पर्छ। एकदमै। र आजको छलफल बिट मार्नु अघि मलाई अघि कुराकानीको बीचमा आएको एउटा कुराले अझै पनि सोचमग्न बनाइरहेको छ क्या, जुन कुराले हाम्रो सम्पूर्ण प्रणालीमाथि नै एउटा ठूलो प्रश्न चिन्ह खडा गर्छ। कुन कुराले नि? हामीले अघि चर्चा गर्यौं नि कि बिग्रिएका वा च्यातिएका ती साना कागजका स्टिकरहरू नष्ट गर्न मात्रै पनि जिल्ला प्रशासन, प्रहरी, सरकारी वकिल र कोष नियन्त्रक कार्यालयका प्रतिनिधिहरू सहितको त्यत्रो ठूलो उच्च स्तरीय समिति बस्नुपर्छ भनेर। हजुर, 5 सदस्यीय समिति हो। यो सुन्दा एकातिर हाम्रो प्रणाली एकदमै कडा र सुरक्षित छ भन्ने त लाग्छ, तर अर्कोतिर यो कति बोझिलो र महँगो प्रक्रिया हो भनेर पनि देखाउँछ नि। एउटा सामान्य कागजको टुक्राको व्यवस्थापन गर्न, त्यसलाई गन्न र आगो लगाउन मात्रै राज्यको यति धेरै प्रशासनिक ऊर्जा, समय र उच्च तहको जनशक्ति खर्च भइरहेको छ क्या। साँच्चै भन्ने हो भने त्यो ऊर्जा अन्त कतै लगाउन सकिन्थ्यो।
ठ्याक्कै त्यही। अब सोच्नुपर्ने कुरा के हो भने के हामी प्रविधिको यो द्रुत गतिमा कुदिरहेको युगमा अझै पनि यही कागजी र प्रशासनिक घेराभित्र मात्रै घुमिरहने त? एउटा सामान्य बारकोड स्क्यान गरेर विश्वको जुनसुकै कुनाको प्याकेज आफ्नै मोबाइलमा ट्र्याक गर्न सकिने आजको समयमा के हामी पूर्ण डिजिटल प्रणालीमा गएर राज्यको यो अमूल्य समय र जनशक्तिलाई अन्य महत्त्वपूर्ण विकास निर्माण वा अनुसन्धानमा लगाउन सक्दैनौँ र? यो त एकदमै गम्भीर प्रश्न हो नि। एउटा यस्तो प्रश्न हो जसले मदिरा व्यवस्थापनलाई मात्र होइन, हाम्रो सम्पूर्ण सरकारी काम गर्ने शैलीमै एउटा ठूलो वैचारिक चुनौती दिन्छ। त्यसैले अर्को पटक बजारमा गएर कुनै मदिराको बोतल छान्दा र त्यो बिर्कोमाथिको स्टिकर च्यात्दा हामीले याद गर्नुपर्ने कुरा के हो भने हामी केवल एउटा बोतल खोल्दै छैनौँ। हामी 50 वर्ष पुरानो कानून, राज्यको अरबौंको आर्थिक ढुकुटी र भविष्यको डिजिटल प्रविधिको ठ्याक्कै दोबाटोमा उभिरहेका छौँ। आजको यो गहिरो अध्ययनमा हामीसँग जोडिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। धन्यवाद। यसै गरी नयाँ र रोचक विषयवस्तुको चिरफारसहित अर्को पटक फेरि भेट्नेछौँ।